नेवा हेलुवा नेपाल भाषा विद्वान समालोचक लिसे नेपाली वामपन्थी इतिहास या प्रखर बुद्धिजीवी व्यक्तित्व ख प्राध्यापक मानिकलाल श्रेष्ठ। प्राध्यापक मानिकलाल श्रेष्ठ या त मस्युबन्स वेक या त वाम बुद्धिजीवी नेपाल भाषा साहित्यिक इतिहास या धरोहर समालोचक लिसे वेक या त इन्साइक्लोपिडिया कथ कागुया। आपण नेवा त्यासन ठामे शासन यन्त्रणा ढाल वो चीज मको नेवा तल गब्ले झिटा शासक जो मरो छाकी जी एग्जाम्पल भी झिटा हिस्ट्री नाबा किरात काल का अनाली छिबी होला अनमल्ल होला अनाली सा होला किरात काल सुरी तो देश ना हिमवत प्रदेश नेपाल मरा अल्ली पर हिमवत प्रदेश दे विदेश देश किरात तय शासन जुन किरात प्रदेश थाल अझ जियात प्रमो थसे छमसु किरात जो खा तो जी थामाला देत बस्यो तो बाबुराम आचार्य खूब भाला कहे छौ चेक बेल तर बाबुराम आचार्य छौ याद त तस्कै इम्पोर्टेन्ट खन धाइगो लिखिगो रिसर्चमा खोबिए एकदम इम्बायस प्रेजिस थिएन मरो तर सोर्स चाहिँ मखो थना जे सिका धाइ मखो वकलन सराल छम किरात जो छुका ना जे सिके म पनि वहाँ आवली थो देशियो ना नेपाल र थनै पि प्रजा झिमी प्रजा त्याउना नेवाल ले बेला अले अननिसे देशी त नेपाल हो जनता त नेवाल ल्याउ होला रिया थथे जो मधुम शिखर बौद्धिक व्यक्तित्व प्राध्यापक मानिकलाल श्रेष्ठ आछि दथ्री मन्त। प्राध्यापक श्रेष्ठ चेगुदया बैसे वंगु मंगलबार सुथे शहीद गंगलाल राष्ट्रिय हृदय रोग केन्द्र मरुगुख थोया न्ह वेकया वास यलया मेडिसिटी अस्पताले भेन्टिलेटरे तया जुया चंगुख प्राध्यापक श्रेष्ठया वंगु बिहिबा चैत्र 5 गते एया शोभा भगवती कर्णदीपे अन्तिम संस्कार यागुख मिते न्ह वेकया त राष्ट्रिय सम्मान स्वरूप वेकया सिमहे नेपाल सरकार पाखे शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ भौतिक योजना मन्त्री बसन्त कुमार नेमवाङ व फुलाम सभामुख सुभाष चन्द्र नेमवाङ नेपाया ठ्वा फ्याका दिगुख कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका रह्यो। त्यसैले उहाँलाई मैले मसँग त व्यक्तिगत रूपमा एउटा पारिवारिक सम्बन्ध नै भएको कारणले गर्दा पनि म त परिवारकै सदस्यको रूपमा सम्झन्छु एउटा आदरणीय व्यक्तित्व। त्यसैले उहाँले देशलाई परिवर्तन गर्ने सन्दर्भ समाजमा परिवर्तन ल्याउने सन्दर्भ उहाँले महत्त्वपूर्ण र एउटा बौद्धिक व्यक्तित्वको रूपमा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। वेक या त अन्तिम श्रद्धाञ्जली देछा त फुलाम प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेकपा माओवादी नेता नारायण काजी श्रेष्ठ जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठ नेपाल भाषा मंगा खलाया नायलिसे जनकवि दुर्गलाल श्रेष्ठ लगायत भाषिक कार्यकर्ता त कर्णदीपे ठ्याउगुख मानिकलाल श्रेष्ठ नेपालका एक बिरला कोटिका विद्वान हुनुहुन्थ्यो। उहाँको ज्ञानको क्षेत्रको कुनै पनि सिमाना थिएन। उहाँ एउटा मार्क्सवादी वामपन्थी चिन्तक भएर पनि उहाँको भाषाशास्त्र समाजशास्त्र राजनीतिशास्त्र संस्कृति नेपाल भाषा लगायतका क्षेत्रमा जुन एउटा इन्साइक्लोपेडिक जुन एउटा ज्ञान थियो त्यसले हाम्रो सम्पूर्ण पुस्ताले लाभ हामी लिन्थ्यौँ। त्यसले उहाँको निधनबाट नेपाली समाजले ठुलो क्षति बेहोरेको छ र नेपाली इतिहासमा उहाँको स्थान एउटा अग्रणी बौद्धिक व्यक्तित्व परिवर्तनकामी एजेन्डाका वाहक व्यक्तित्वको रूपमा हमेशा स्मरण गरिन्छ र यस दुःखद घडीमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजन उहाँका शुभचिन्तकहरू लाखौँ शुभचिन्तकहरू सबैमा म हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। वेक
नेपाल राजनीतिक इतिहास छम जोमहरूमा चाहिँ व्यक्तित्व था नेपाल भाषा साहित्य खेलेन समालोचना साहित्य विशेष रहेको तरुए योगदान दो सामान्यतः रहेको खास वेकै त चाहिँ नेपाली ज्ञानी हिसाबमा विश्व ज्ञानी हिसाबमा चाहिँ जोमहरूमा जगत हिमो के छ नेपाल छ इन्साइक्लोपिडिया ख हरेक चिज तिथि मिति तक लुमङका दक्षिणा चाहिँ ठो दिन खुन ठटेजुला ठो दिन खुन ठटेजुला गा ढ्याफुमा सम विद्वान व्यक्तित्व चाहिँ वेक ख यदि वेक मरुनी यको यको विचारका तकले विशेषण चाहिँ वेकलन चुल्लास सैद्धान्तिक ज्ञान साहित्य चाहिँ सैद्धान्तिक ज्ञान हुने आवश्यक जो अनन्तरी वो प्र्याक्टिकल या उनीहरुका छौ जिम त चाहिँ वो समीक्षा या हो जित समालोचना या हो चाहिँ मिख कन क्यंका डी में वेक ख सारा स वेक पाखे जीव त पाश्चात्य साहित्य सम्बन्धी गु चाहिँ सैद्धान्तिक ज्ञान चाहिँ वेक प्राप्त याना वो वेक चाहिँ असिम जुब्लन दसु कन्फ्युज जुल्लास वेकलन चैताउपट्टि सफु स्वेउ थन्याउ कठन चाहिँ जिमस चाहिँ वेक त तस्कै श्रद्धा यानमा गुरु कठन आलोचना वेक थिन जपि चाहिँ हानो जन्म क्याउर्यो यो के थाकुइ थिन जिसन ताया वेक अमरजीमा वेक त चाहिँ सुखापट्टि पुग्ने बासलामा वेक चाहिँ आत्मा शान्ति प्राप्त जुइमा थ्वे जिम्यु चाहिँ छौ श्रद्धा क प्रोफेसर मानिकलाल नेपाली प्रजातान्त्रिक व चाहिँ जनवादी आन्दोलन या वैचारिक नेतृत्व बिम व्यक्तित्व भाषा जाति यो समानताको लागि अगुवाजिया सङ्घर्ष यहीमा व्यक्तित्व नगरपालिका चुनाव स्थानीय स्वशासन स्थानीय भाषा क्षेत्रमा ढाका कोसिस गर्नु व्यक्तित्व उकी निम्ति वेक बहुआयामिक जनताया नेजुवा न्याब्ले अमरे जुमपट्टि व्यक्तित्व मणिकलाल श्रेष्ठ युपट्टि छियुपट्टि वेको योगदान से उपस चाहिँ अतुलनीय हो छिसँग चाहिँ वेको जुन चाहिँ प्रारम्भिक चरण चाहिँ नेवाटे त जुन एकैबाट यापट्टि जुन चाहिँ छियुपट्टि आथो नेवाटेपट्टि सङ्घर्ष या आन्दोलन जुल नापा चाहिँ नेवाटे एकजुट यापट्टि जुन चाहिँ सङ्घर्ष जुल नापा चाहिँ हरेक राजनीतिक घटना चाहिँ छियुपट्टि ठो मार्क्सवाद लेनिनवाद वो छियुपट्टि ठो जुन राजनीतिपट्टि हरेक चिजपट्टि व्याख्या चाहिँ वे गर्न चाहिँ सहज तरिका चाहिँ जुन चाहिँ वेको गुन्डुपट्टि वो सहज तरिकापट्टि नेवाटे त जुन ढ्याउपट्टि जुन ज्याख वो चाहिँ सिक्के बालको ठुकी फु जुनी वेको त चाहिँ छिसँग चाहिँ हामीले लुमङ्गा छोना अठे वेकया सिमहे नेवा दे दबुया नाय नरेश ताम्राकार व पुलामन नाय लिसे नेवा हेलवा मल्लकी सुन्दर नेवा दे दबुया ध्वा फ्याका दिएको ख वेक गब्लेन ठाउँ आस्थाको ठाउँको राजनीतिक सिद्धान्त हो मार्क्सवाद वैज्ञानिक भौतिकवाद वो सिद्धांत पाके वेकल घुमले विचलित न जो मध्ये व्यवहार वेकल घुमले समझौता यान मध्ये एजुनी वेकसम्म सिद्धान्त कठाउँछको मको व्यवहार कठाउन छौ चाहिँ प्रखरमपट्टि चाहिँ व्यक्तित्वका वेक मडु रगार्यो कि नेवा आन्दोलन लागि नेवा ख्यो लागि समग्र नेपाल देव लागि तडोङपट्टि चाहिँ हन्टाख वेक मड्यारुङ्गा वेक ठुजाउम वेक यो विकल्प वेक ठासे ठा बिमा नेपाल भाषा साहित्य खेले जिम्मेपी स्वयं मच वेक यो चाहिँ अभाव नेपाल भाषा खेले झ्याम्ले गर्छ थ्वया प्राध्यापक श्रेष्ठ या सिंह पिवा थहिटी चोङ्गु वेकया फुलागु छे अन्तिम श्रद्धाञ्जलिया लागि तगु ह थहिटी चोङ्गु फुलागु छेन गाडी तया लुटी एङ्कुगु खसा लुटी हे सिंह उथेयाना कर्णदीप तक सिथ एङ्कुगु ह
नापन निमोनिया लगायत मेमेगु थिथि संक्रमणया कारण वेकयात ताई तक मेडिसिटी अस्पतालले भर्ना याना वासा याका टगु खसा लिपा उसा बालना वगुली छे अंकुकु ख सलस अध्यतया मार्ग निर्देशक जुयादीमा वेक अन्तर्राष्ट्रिय कानुन्या व्याख्याता न जुयादी मधुमा प्राध्यापक श्रेष्ठया मलकलाल श्रेष्ठ व सितुलाल श्रेष्ठ याना निमक्यादु वेकया जहान सर्वोच्च अदालतया नापामा महिला न्यायाधीश लिसे नापामा मिसाम रेडियो पत्रकार सुशीला सिंह सिलु चे न्यादया बैसे वंगु जेठे मरुगु ख मधुमा प्राध्यापक मानिकलाल श्रेष्ठ या त वेकया तरिमका डाक्टर मलखलाल श्रेष्ठ मितया दिगु ख मधुमा शिखर बौद्धिक व्यक्तित्व प्राध्यापक मानिकलाल श्रेष्ठ नेपाल भाषा ख्यालिसे नेपाल देयाहे छम पाला थिगु थि नगु ज्यादी वेकया भौतिक शरीर छिदथि मरुसान वेक्ल याना दिगु योगदान लिसे वेक्ल केना दिगु लपु छि सकसिगु नीति ह्याप्ले मार्गदर्शन ज्याचुनी